हेलो हाई नमस्ते। आज चाहिँ फागुन 24 गते शनिबारको दिन चाहिँ हामी घरमै चटपटे बनाएर खान लागेको। खाजा चाहिँ चटपटे बनाउने यहाँ छोरा तयारी टमाटर काट्दैछ अनि छोराले चाहिँ एकदम मिठो चटपटे बनाउँछ। त्यही भएर हामी चाहिँ आज खाजा चाहिँ चटपटे खान लागेको साथीहरू। अब साथीहरू हाम्रो चाहिँ चटपटे यहाँ तयारी हुन लाग्यो। उता नानीले घोडालाई चाहिँ डाडुहरू ल्याउँदैछ। यता सानो चाहिँ खानालाई रेडी रेडी सानो चटपटेको। फेरि यता चाहिँ के हो चटपटे एकदमै मनपर्छ है। चटपटे चाहिँ फेभरेट, चटपटे र पानीपुरी चाहिँ फेभरेट हो। यो हाम्रो चाहिँ छोरा हो। फेरि साथीहरू छोरी भन्नु होला। ए मुख मिटाउँदै बसिरहेको छ सानो छोरा चाहिँ। म यहाँ बसिरहेको छु। ए ठुलो छोरा चाहिँ चटपटे अलिक छोरीमा चाहिँ जाँगरिलो छ। कुकुर कपरा बनाएको साथी र अब हामी खानु लाग्नु चटपटे है। पिरो मिठो अमिलो छ चटपटे चाहिँ आजको हाम्रो। हेर्नु होला यहाँनिर हामीले घरमै खाँदै गरेको सामान्य भयो भने घरको भने घरको हुने होइन। त्यही भएर खान लागेको साथीहरू। हेलो गाइस साथीहरू हामी चाहिँ चटपटे र अन्डा खान सुरु गऱ्यौँ। उता ठुलोलाई चाहिँ आफै जुठो चल्दैन त्यही भएर अन्डा यहाँ चटपटे फेरि खानु चटपटे। हामी चाहिँ एकै ठाउँमा खान थालेको भाँडामा साथीहरू। अब कसले बनाएको आज ठुलो नानीले चटपटे यो अन्डा खाऊ। धेरै टाढो भएछ नि त नि। साथीहरू छोराले चटपटे बनाइसक्यो। हामीले चटपटे खान लागेको खाजा। अन्डा पनि छ। छोरा चाहिँ उता फाल्टै थालमा खाँदैछ। अब कसो खाउँ साथीहरू अनि खाउँछ है। खाऊ सानो एकदमै मिठो चटपटे। कस्तो छ सानो है? मिठो। दादा गुड भन्यो। गुड जब। दादा चाहिँ आज पैसा माफी खाँदैछ। सिधा गर न। हामी साथीहरू चटपटेसँग अन्डा पनि खाँदैछौँ। आँखा झिक्दैछौँ मिठो भएर झिक्नु है। अन्डा पनि खाऊ खाऊ खानु। खाऊ ठुलो पनि अन्डा मिठो हुँदो है चटपटे अन्डा पनि। हामी तिनजनाले मात्रै खाँदैछौँ चटपटे। दिदीलाई चाहिँ मन पर्दैन चटपटे। त्यो भएर बिजी चाहिँ हेरिराख्नु भएको छ। हामी खाँदैछौँ। यता कपाल पाटेको छैन हजुर किन हाम्रो छोरा हो। फेरि छोरी होइन कपाल चाहिँ फेरि हाम्रो नआउँछ साथीहरू। हेर्नु कपाल त छोरा हो। फेरि छोरी नभन्नु होला। यता ठुलो छोरा भन्नु म सानोमै भन्दा सानोमै भावना एउटा एउटा कुरामा मात्रै कस्तो कुरो थियो गाइस हेर्नु चटपट। हजुरहरूलाई कति के मनपर्छ भने मनपर्छ भने कमेन्टमा भन्नु होला। मन पर्दैन भने पनि कमेन्टमै मिठो चटपटे साथीहरू। तपाईँहरूलाई पनि चटपटे मनपर्छ भने हाम्रो घरमा आउनु होला। हाम्रो छोरा चाहिँ मिठो मिठो चटपटे बनाएर दिन्छ तपाईँहरूलाई। अरू चाहिँ जान्दैन हाम्रो छोरालाई। अरू त्यति पनि जान्दैन। छोरा चाहिँ ठुलो भइसक्यो र पनि ठुलो त चटपटे बनाउँछ। म गाईको एक भर मासको कविताले भन्दै मस्का लगाएको छ मस्का। त्यो डाउले चरा खानु चटपटे फेरि बोलेको। फेरि डाउले खान थाल्यो भन्नु नि। खाऊ अन्डा पनि
खाने त चम्चा गाई चम्चा भन्न देखा न के राख्नु न ठुलो बेसी बेगा टाउकै नदिनु दाल कत्रो आउनु दे हाल्नु दिन पनि के लाग्यो देन मोबाइल आउ 3-4 दिन त हुन्छ आएको त म पानी आउँछ नताउन खाऊ दुईटा घर पुछेर राखेको tomorrow त्यो दादाको भात गाई भन्छन् त्यहाँ तपाईँ यहाँसम्म भिडियो हेर्नु छ भने भएको छ भने लाइक गर्नु होला सब्स्क्राइब गर्नु होला अनि बेल नोटिफिकेसन अन गरिदिनु होला पिरो भाइ नाच्दै खाँदैछ छोरा नाचल ठुलो चाहिँ धेरै भइरहेको ठुलोपट्टि चाहिँ घुँडा अलिक डल्लो पर्छ भाइ किन नाचेको तिमी लामो न लामो खोइ त नि पुरै आउँदैन पछाडि गयो भने यत्रो देख्छ चालिस पनि नसक्नु है चटपटी बनाएर खाने 1 घन्टा खाने अहिले म चाडा खायो भने 2-3 मिनेटमा खान्छ गुइनीले सेवा गर्छ गुइनीको आमा पनि रङ्केर फर्केर फोन गरेको किन भने खोटान खानु पर्छ म कहिले पो आन्टीले फेक फोटो पठाइरहेको कसको फोटो है हजुर भाइ के को बाघको के छ उही कालो त भुजा डढेको के हुँदैन खाऊ न ढ्याक्सीको के अरे मैले भन्दा के पनि खान्छु मम्मी भोक तपाईँ ब्याकग्राउन्डमा कहाँ भइसक्नु तपाईँ चाहिँ ब्याकग्राउन्ड म्युजिक मम्मी भोक लाग्यो माथिबाट एकछिन अर्को गरिदिनु गाइज हामीले चाहिँ चटपटे खाइसक्यो होइन अब म देखाउनु गइरहेको छु लागि यति नै गाइज बाइ बाइ